सो हे गाइज वेलकम ब्याक टु माई च्यानल। सो आजको यो भिडियोमा चाहिँ हामी ग्रेड 12 को कम्प्युटर साइन्स सब्जेक्टको फाइनल इक्जामको लागि आज हामी कम्प्युटरको मोडल क्वेसन सोल्युसन भिडियो लिएर आएको छौँ। सो विदाउट वेस्टिङ एनी टाइम लेट्स मुभ इन्टु आवर भिडियो है त। सो हामी चाहिँ ग्रुप एबाट सुरु गर्छौँ। सो ग्रुप एमा चाहिँ क्वेसन नम्बर 1 मा के सोधेको छ भन्दा विच अफ द स्टेटमेन्ट्स आर युज्ड इन डिडिएल भनेको छ। सो तल दिएको स्टेटमेन्ट्सहरूमध्ये चाहिँ कुन चाहिँ अप्सन चाहिँ करेक्ट रहेको छ भनेको छ। अप्सन नम्बर एमा क्रिएट अल्टर र लुप, बीमा क्रिएट इन्सर्ट र सेलेक्ट, सीमा इन्सर्ट अपडेट र डिलिट अनि डीमा चाहिँ डिलिट अल्टर र ड्रप भनेको छ। यसको करेक्ट एन्सर रहेको छ क्रिएट अल्टर र लुप हाम्रो करेक्ट एन्सर रहेको छ। त्यसै गरी क्वेसन नम्बर 2 मा हामीलाई के सोधेको छ भन्दा विथ एसक्यूएल हाउ डु यु सेलेक्ट अल द रेकर्ड्स फ्रम अ टेबल नेम्ड पर्सन्स वेयर द भ्याल्यु अफ द कोलम फर्स्ट नेम इन्ड्स विथ एन ए भनेर सोधेको छ। अप्सन नम्बर एमा सेलेक्ट फ्रम person where first name is equals to a, b ma select from persons where first name like a% अनि c ma select from persons where first name like %a, d ma select from persons where first name is equals to %a भनेको छ percent। सो यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर सी select from persons where फर्स्ट नेम लाइक %a हाम्रो करेक्ट एन्सर रहेको छ। सो तपाईले चाहिँ यसरी गर्न सक्नुहुन्छ। त्यसैगरी क्वेसन नम्बर 3 मा चाहिँ which of the following statements is true about star network topology भनेको छ। अप्सन नम्बर ए मा each device is connected to a switch or hub, b मा each device is connected to each other के हो यस्तो हुन्छ त हुँदैन, c मा चाहिँ each device is connected in a trunk मा कनेक्टेड भएको हुन्छ त हुँदैन, d मा चाहिँ each device is connected to a terminal मा कनेक्ट भएको हुन्छ हुँदैन। सो हाम्रो के हुन्छ भन्दा चाहिँ स्विच अथवा हब मा each device is connected to a switch or hub यसको करेक्ट एन्सर रहेको छ। यो एन्सर चाहिँ तपाईले रिमेम्बर गर्नुपर्ने हुन्छ। त्यसैगरी क्वेसन नम्बर 4 मा चाहिँ which of the following is the correct syntax to display stay safe alert box using JavaScript भनेको छ। अप्सन नम्बर ए मा alert हाइफन box stay safe, b मा confirm stay safe, c मा message box stay safe अनि d मा चाहिँ alert stay safe भएको छ। त्यसैगरी यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर डी alert stay safe। जहिले पनि हामीले अलर्ट भित्र चाहिँ हामीले मेसेज प्रिन्ट गर्दा चाहिँ हामीले अलर्ट अनि स्टे सेफ भनेर यसरी चाहिँ मेसेज हामीले प्रिन्ट गर्न सकिन्छ। त्यसैगरी क्वेसन नम्बर 5 मा चाहिँ व्हाट इज द युज अफ ए ट्याग भनेको छ। ए मा चाहिँ टु इन्सर्ट एन इमेज इन्सर्ट गर्नको लागि हो त, बी मा चाहिँ टु क्रिएट अ लिंक क्रिएट गर्नको लागि हो त, त्यसैगरी सी मा चाहिँ टु क्रिएट अ हाइपरलिंक क्रिएट गर्न हो त, त्यसैगरी डी मा चाहिँ टु क्रिएट अ लिस्ट क्रिएट गर्न हो त भनेर सोधेको छ। सो ए ट्यागको काम के हो भन्दा हाम्रो अप्सन नम्बर सी टु क्रिएट अ हाइपरलिंक क्रिएट गर्ने यसको काम रहेको छ। सो यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर सी टु क्रिएट अ हाइपरलिंक रहेको छ। त्यसैगरी क्वेसन नम्बर 6 मा हामीले के सोधेको छ भन्दा व्हाट इज द आउटपुट अफ गिवन सी प्रोग्राम भनेको छ। दिएको सी प्रोग्रामको आउटपुट निकाल्न भनेको छ void main char str is equals to के छ फर्स्ट अनि char str2 20 अनि str चाहिँ पाइ भनेको छ str2, str1 अनि printf %s str1 str2 printf %d str1 is not equals to str2 printf %d strcmp compare str1 str2 भनेको छ। अप्सन नम्बर ए मा फर्स्ट 00, सेकेन्ड मा चाहिँ फर्स्ट 11, त्यसैगरी सी मा चाहिँ फर्स्ट 10 अनि डी मा चाहिँ फर्स्ट 01 छ। यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर ए फर्स्ट 00। त्यसैगरी क्वेसन नम्बर 7 मा चाहिँ वेयर इज अ क्लास डिराइभ्ड इन इनहेरिटेन्स भनेको छ। अप्सन नम्बर ए मा सुपर क्लास, अप्सन नम्बर बी मा सब क्लास, अप्सन नम्बर सी मा सबसेट क्लास, अप्सन नम्बर डी मा रिलेटिभ क्लास भनेको छ। त्यसैगरी यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर डी, अप्सन नम्बर बी सब क्लास यसको करेक्ट एन्सर रहेको छ किनकि क्लास चाहिँ सब क्लासबाट डिराइभ भएको हुन्छ इनहेरिटेन्समा। त्यसैगरी क्वेसन नम्बर 8 मा हामीलाई के सोधेको छ भन्दा विच अफ दिस इज द करेक्ट अर्डर अफ द एसडिएलसी भनेर सोधेको छ। अप्सन नम्बर ए मा एनालाइसिस, डिजाइन, कोडिङ, टेस्टिङ, इम्प्लिमेन्टेसन अर्डर सोधेको छ है त। त्यसैगरी बी मा चाहिँ एनालाइसिस, डिजाइन, टेस्टिङ, इम्प्लिमेन्टेसन, कोडिङ, सी मा चाहिँ इम्प्लिमेन्टेसन, कोडिङ, एनालाइसिस, डिजाइन र टेस्टिङ, डी मा चाहिँ डिजाइन, टेस्टिङ, इम्प्लिमेन्टेसन, कोडिङ र एनालाइसिस भनेको छ। हाम्रो करेक्ट अर्डर के हो त सुरुमा के गर्ने एनालाइसिस गर्ने, त्यसैगरी डिजाइन गर्ने, त्यसपछि चाहिँ कोडिङ गर्ने, त्यसपछि टेस्टिङ गर्ने अनि लास्टमा इम्प्लिमेन्टेसन गर्ने अनि यसपछि पनि हामीले के गर्नु पर्यो मेन्टेनेन्स चाहिँ हाम्रो अर्डरमा हुन्छ। सो यसको करेक्ट एन्सर चाहिँ अप्सन नम्बर ए रहेको छ। त्यसैगरी क्वेसन नम्बर 9 मा हामीलाई के सोधेको छ भन्दा वाइ इज क्लाउड कम्प्युटिङ पपुलर नाउडेज भनेको छ। किन चाहिँ अहिले क्लाउड कम्प्युटिङ एकदम पपुलर भएको छ भनेको छ। अप्सन नम्बर ए मा कस्ट सेयरिङ एन्ड इजी एसेसेबल, यो चाहिँ कस्ट सेयरिङ छ अनि एसेसेबल पनि इजिली हुन्छ, जुन डिभाइसबाट पनि एसेसेबल हुन्छ। त्यसैगरी बीमा चाहिँ के भनेको छ भन्दा एससी एज मोडर्न टेक्नोलोजी एन्ड कस्टली भनेको छ। अप्सन नम्बर सी मा चाहिँ एसेसेबल एन्ड फ्रीली एभाइलेबल
यो मात्र हो त हैन त्यसैगरी डी मा चाहिँ एफोर्डेबल टु अल भनेको छ एफोर्डेबल नहुन पनि सक्छ धेरै केसमा सो यसको कस्ट यसको करेक्ट एन्सर रहेको छ अप्सन नम्बर ए कस्ट शेयरिङ एन्ड इजिली एसेसेबल यसको करेक्ट एन्सर रहेको छ त्यसैगरी अब चाहिँ हामी ग्रुप बी तर्फ जान्छौँ सो ग्रुप बीमा चाहिँ 5x5 गरेर चाहिँ हाम्रो 25 टोटल मार्क्स रहेको छ 5 क्वेशन्सहरु 5 मार्क्सको रहेको छ त्यसैगरी क्वेशन नम्बर ए मा हामीलाई के सोधेको छ भन्दा एक्सप्लेन 2NF एन्ड 3NF विथ एक्जाम्पल भनेको छ हामीले चाहिँ 2NF र 3NF को लाई चाहिँ एक्सप्लेन गर्नु पर्यो विथ एक्जाम्पल सो एन्सरमा चाहिँ नर्मलाइजेसन भनेको के हो भनेर सुरुमा लेख्नु पर्ने हुन्छ नर्मलाइजेसन भनेको एउटा प्रोसेस हो नर्मलाइजेसन इज अ प्रोसेस फर इभ्यालुएटिङ एन्ड करेक्टिङ टेबल स्ट्रक्चर to minimize the data redundancies dependency of data can be minimized remove data inconsistency improves performance of the query यसले चाहिँ performance of the query लाई improve गर्छ त्यसैगरी faster sorting and indexing faster sorting र indexing गर्न पनि help गर्छ त्यसैगरी simplifies table structure लाई simplify गर्छ अनि avoid loss of information faster system performances update anomalies हामीले चाहिँ information चाहिँ loss चाहिँ avoid गर्छ त्यसैगरी सिस्टम को performance faster गराउँछ अनि anomalies हरु अपडेट गर्छ Normalization works through a series of stages called normal forms. They are एउटा चाहिँ unnormalized table अर्को चाहिँ unnormalized table is not normalized table which it consists multiple data on it यसरी चाहिँ हामीले लेख्न सकिन्छ त्यसैगरी टेबल चाहिँ यहाँ चाहिँ टीचर सब्जेक्ट एज र एड्रेस यहाँ चाहिँ राम म्याथ्स 26 पोखरा फिजिक्स यहाँ चाहिँ के गर्ने भन्दा यो चाहिँ सेम भयो त्यसैगरी सीतामा चाहिँ इंग्लिश 25 अनि पाल्पा अनि हरिमा चाहिँ नेपाली 28 र बुटोल यसरी चाहिँ हामीले अननर्मलाइज टेबल क्रिएट गर्न सक्छौं त्यसैगरी 1NF चाहिँ अब लेख्नु पर्यो 1NF मा चाहिँ 1NF इज सेड टु बी फर्स्ट नर्मल फर्म इन व्हिच ऑल द एट्रिब्युट्स शुड बी एटोमिक and there should not be repeated ग्रुप रिपिट हुनु भएन सो टेबलमा चाहिँ कसरी लेख्न सक्यो भन्दा चाहिँ टीचर सब्जेक्ट एज एड्रेस राम म्याथ 26 पोखरा फेरि राम फिजिक्स 26 पोखरा सीता इंग्लिश 25 पाल्पा हरि नेपाली 28 बुटोल त्यसैगरी 2NF is said to be second normal form in which the normalization should be 1NF and it introduce the primary key and foreign key to eliminate functional dependency टेबलमा चाहिँ TID टीचर एज एड्रेस सो 1 राम 26 पोखरा 2 मा सीता 25 पाल्पा 3 हरि 28 बुटोल TID अब कसरी लेख्नु पर्यो भन्दा चाहिँ TID सब्जेक्ट 1 म्याथ 1 फिजिक्स 2 इंग्लिश 3 नेपाली हियर एक्जिस्ट ट्रान्जिटिभ फंक्शनल डिपेन्डेन्सी यहाँ चाहिँ ट्रान्जिटिभ फंक्शनल डिपेन्डेन्सी एक्जिस्ट गर्यो त्यसैगरी 3NF मा चाहिँ 3NF इज सेड टु बी थर्ड नर्मल फर्म इन व्हिच द थर्ड नर्मलाइजेसन शुड बी 2NF एन्ड इट रिमुभ्स ट्रान्जिटिभ फंक्शनल डिपेन्डेन्सी यसले चाहिँ ट्रान्जिटिभ फंक्शनल डिपेन्डेन्सी रिमुभ गर्छ त्यसैगरी यो चाहिँ सेकेन्ड नर्मल फर्ममा हुनुपर्छ त्यसैगरी यसमा चाहिँ कसरी टेबल लेख्न सकिन्छ भन्दा TID टीचर एज एड्रेस 1 राम 26 पोखरा 2 सीता 25 पाल्पा 3 हरि 28 बुटवल त्यसैगरी TID सब्जेक्ट यहाँ चाहिँ कसरी लेख्नु मिल्यो भन्दा 1 म्याथ 1 फिजिक्स 2 इंग्लिश 3 नेपाली त्यसैगरी SID र सब्जेक्टमा चाहिँ कसरी लेख्न सक्यो भन्दा म्याथ 1 म्याथ फिजिक्स 1 फिजिक्स इंग्लिश 1 इंग्लिश त्यसैगरी नेप 1 नेपाली यसरी चाहिँ लेख्न सक्यो अर्को क्वेशनमा रहेको छ डेमोन्स्ट्रेट द बेसिक DML स्टेटमेन्ट विथ एन एक्जाम्पल भनेको छ एन्सरमा चाहिँ DML इज द टेक्निक फर प्रोसेसिङ द डेटाबेस दैट इज रिट्रिभिङ अपडेटिङ डिटेक्टिङ सर्टिङ etc. It provides to user to query a database and receive summary reports. Some DML statements are एउटा select, insert, delete अनि update. त्यसैगरी लेटेस्ट कन्सिडर अ डेटाबेस टेबल नेम्ड रेकर्ड एज फलोज SN मा चाहिँ नेम अनि एड्रेस रहेको छ 1 राम बोटवल 2 मा सीता पोखरा नोटमा चाहिँ यसले चाहिँ डोनेट्स अल है त त्यसैगरी सेलेक्ट स्टेटमेन्ट सेलेक्ट डेटा फ्रम टेबल है त सेलेक्ट डेटा फ्रम टेबल अनि सिन्टेक्स कसरी लेख्ने भन्दा सेलेक्ट अनि एस्टरिस्क यसले चाहिँ के गर्छ डोनेट्स अल अनि फ्रम भनेको बाट टेबल नेम भनेको टेबल नेम लेख्नु पर्यो एक्जाम्पल सेलेक्ट एस्टरिस्क फ्रम रेकर्ड इज द टेबल नेम इन्सर्टमा चाहिँ कसरी गर्न सकिन्छ भन्दा इन्सर्ट डेटा इन्टु द टेबल सिन्टेक्समा इन्सर्ट इन्टु टेबल नेम जस्तै यहाँ चाहिँ हाम्रो टेबल नेम के छ रेकर्ड छ हैन :1 :2 भ्याल्युज दिनु पर्यो भ्यालु 1 भ्यालु 2 कमा त्यसपछि एक्जाम्पलमा हाम्रो के छ भन्दा इन्सर्ट इन्टु रेकर्ड अनि ब्र्याकेट भित्र SN नेम एड्रेस भ्याल्युज प्यारामिटर दिएको है त युनि भनेको चाहिँ प्यारामिटर दिएको सिन्ट्याक्स भित्र प्यारामिटर दिएको त्यसको भ्याल्युज त्यसको भ्याल्युज भित्र चाहिँ 3 गीता चितवन यसरी चाहिँ हामीले SN 3 भयो नेम चाहिँ गीता अनि एड्रेस चितवन यसरी चाहिँ हामीले लेख्न सकिन्छ त्यसैगरी डिलिट स्टेटमेन्ट्स डिलिट रेकर्ड्स फ्रम टेबल सिन्ट्याक्स डिलिट फ्रम टेबल नेम वेयर कन्डिसन्स एक्जाम्पलमा जस्तै डिलिट फ्रम रेकर्ड वेयर रेकर्ड भनेको के हो टेबल नेम हो वेयर SN इक्वल्स टु 2
वेयर एसएन भनेको टु छ अपडेट स्टेटमेन्टमा चाहिँ अपडेट एक्जिस्टिङ डेटा विथिन अ टेबल सिन्ट्याक्स कस्तो हुन्छ भन्दा अपडेट टेबल नेम सेट कल 1 इक्वल्स टु भ्याल्यु 1 कल 2 इक्वल्स टु भ्याल्यु 2 वेयर कन्डिसन इक्जाम्पल जस्तै अपडेट रेकर्ड सेट नेम इक्वल्स टु रिता एड्रेस इक्वल्स टु पाल्पा वेयर एसएन इक्वल्स टु 2 त्यसै गरी क्वेसन नम्बर 2 मा हामीलाई के सोधेको छ भन्दा राइट अ फंक्सन टु एड एनी टु नम्बर्स इन जाभास्क्रिप्ट भनेको छ सो जाभास्क्रिप्टमा चाहिँ एउटा फंक्सन लेख्नु पर्यो दुईवटा नम्बर एड गर्ने सो सुरुमा के गर्नु पर्यो हेडर फाइल लेख्नु पर्यो एचटीएमएल हेड त्यसै गरी टाइटल एड टु नम्बर टाइटल अनि हेड क्लोज गरिदिनु पर्यो त्यसै गरी बडी ट्याग आउँछ इनपुट टाइप इक्वल्स टु टेक्स्ट आइडी इक्वल्स टु बक्स 1 इनपुट टाइप इक्वल्स टु टेक्स्ट आइडी इक्वल्स टु बक्स 2 आइडी चाहिँ फरक लेख्नु पर्यो है त इनपुट टाइप इक्वल्स टु बटन अब चाहिँ बटन लेख्नु पर्यो बटन अनि भ्याल्यु इक्वल्स टु सम अनि अनक्लिक गर्दा के हुन्छ एड फंक्सनमा जान्छ अब चाहिँ हामीले के गर्नु पर्यो एड फंक्सन लेख्नु पर्यो सुरुमा के गर्नु पर्यो स्क्रिप्टलाई सुरु गर्नु पर्यो स्क्रिप्ट ट्यागलाई त्यसैगरी फंक्सन एड यो फंक्सन एड फंक्सनको हामीले चाहिँ लजिक तयार गर्नु पर्यो फंक्सन एड भ्यार ए इक्वल्स टु डकुमेन्ट डट गेट एलिमेन्ट बाई आइडी यो चाहिँ बक्स 1 डट भ्याल्यु ए भनेको भेरिएबल हो त्यसैगरी भ्यार भी छ भेरिएबल भी इक्वल्स टु डकुमेन्ट डट गेट एलिमेन्ट बाई आइडी बक्स 2 डट भ्याल्यु भ्यार सी इक्वल्स टु पार्सेन्ट ए प्लस पार्सेन्ट बी अनि डकुमेन्ट डट राइट सी अनि स्क्रिप्टलाई क्लोज गर्नु पर्यो स्क्रिप्ट ट्यागलाई त्यसैगरी बडी ट्यागलाई पनि क्लोज गर्नु पर्यो अनि एचटीएमएल ट्यागलाई पनि क्लोज गर्नु पर्यो यसरी चाहिँ हामीले राइट फंक्सन टु एड एनी टु नम्बर्स इन जाभास्क्रिप्ट भनेको छ हामीले चाहिँ जाभास्क्रिप्टमा दुईवटा नम्बरहरू एड गर्न सकिन्छ फंक्सन युज गरेर त्यसैगरी हामी चाहिँ अर्को क्वेसनतर्फ जान्छ सो अर्को क्वेसनमा के सोधेको छ भन्दा डेमोन्स्ट्रेट द एक्सटर्नल सीएसएस इम्प्लिमेन्टेड इन द वेब पेज भनेको छ एन्सरमा चाहिँ एन एक्सटर्नल स्टाइल सीएसएस इज अ सेपरेट सीएसएस फाइल that can be accessed by creating a link within the head section of the web page. We have to create a HTML and CSS file separately. जस्तै फर इक्जाम्पलमा HTML हेड यो चाहिँ हाम्रो हेड लेख्नु पर्यो यसमा चाहिँ त्यसैगरी टाइटल यो चाहिँ हाम्रो वेबसाइटको टाइटल भयो वेब पेजको टाइटल एक्सटर्नल CSS राखियो अनि टाइटल ट्यागलाई चाहिँ हामीले क्लोज गरियो त्यसैगरी लिङ्क लिङ्कले कसरी हामीले चाहिँ लिङ्कलाई कसरी डिफाइन गर्न सकिन्छ भन्दा चाहिँ लिङ्क रियल इक्वल्स टु स्टाइल सिट एचआरएफ इक्वल्स टु माइक्रो डट सिएसएस एचआरएफले के गर्छ भन्दा लिङ्क गर्छ स्टाइल सिट लिङ्क गर्यो त्यसैगरी हेडलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो हेड ट्यागलाई चाहिँ त्यसैगरी बडी ट्यागलाई पनि सुरु गर्नु पर्यो अनि बडीभित्र चाहिँ हामीले केही लेख्न सकिन्छ त्यसैगरी बडी ट्यागलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो त्यसैगरी लास्टमा चाहिँ हामीले एचटीएमएल ट्यागलाई क्लोज गर्नु पर्यो त्यसैगरी सिन्स वी हेभ लिङ्क्ड माइक्रो डट सिएसएस इन द एचटीएमएल फाइल इन अर्डर टु कस्टमाइज द गिभन एभव एचटीएमएल डकुमेन्ट वी हेभ टु क्रिएट अ सेपरेट सिएसएस फाइल नेम्ड माइक्रो डट एचएसएस मेरो अथवा माइक्रो जे लेख्दा पनि हुन्छ माइक्रो डट एचसीएसएस बडी ब्याकग्राउन्ड कलर रेड अनि यो चाहिँ क्लोज गर्नु पर्यो इन एबभ एचटीएमएल फाइल वी हेभ क्रिएटेड सेपरेट एचटीएमएल एन्ड सीएसएस फाइल विच आर लिङ्क्ड टुगेदर दुईवटा हाम्रो एक आपसमा लिङ्क भए कसरी लिङ्क भयो भन्दा चाहिँ माइक्रो डट सिएसएसबाट लिङ्क भए लिङ्क रेल इक्वल्स टु स्टाइल सिट अनि एचआरएफ इक्वल्स टु माइक्रो डट सिएसएस यो चाहिँ हामीले याद राख्नु पर्यो यसरी चाहिँ हामीले लिङ्क गर्न सकिन्छ त्यसैगरी अब चाहिँ हामी क्वेसन नम्बर 3 तर्फ जान्छौँ सो क्वेसन नम्बर 3 मा हामीले के सोधेको छ भन्दा डिस्क्राइब एनी 5 फिचर्स अफ उप्स भनेको छ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजको 5 वटा फिचर्सहरू लेख्नु भनेको छ डिस्क्राइब गर्नु भनेको छ एन्सरमा चाहिँ द 5 फिचर्स अफ OPS आर एउटा चाहिँ के हुन्छ अब्जेक्ट अल द एन्टिटीज अफ अ प्रोग्रामको सबै एन्टिटीज युज्ड इन ओपी मेथड आर कल्ड अब्जेक्ट त्यसलाई चाहिँ हामीले अब्जेक्ट भनिन्छ हियर एन्टिटीज रिप्रेजेन्ट अ ग्रुप अफ पिपुल टिचर स्टुडेन्ट्स बुक्स कार एटिसी यहाँ चाहिँ हाम्रो एन्टिटीले के रिप्रेजेन्ट गर्छ भन्दा ग्रुप अफ पिपुल टिचर्स स्टुडेन्ट्स बुक्स कार्सहरू रिप्रेजेन्ट गर्छ त्यसै गरी इच एन्टिटी अर अब्जेक्ट डज ह्याभ एन एट्रिब्युट कल्ड क्यारेक्टरिस्टिक्स जसलाई चाहिँ हामीले के भनिन्छ क्यारेक्टरिस्टिक्स भनिन्छ एन्ड द बिहेभियर अर फङ्सन्स फर इक्जाम्पल अ कार क्यान बी एन अब्जेक्ट जस्तै एउटा कार क्यान बी अब्जेक्ट एउटा अब्जेक्ट हुनसक्छ त्यसै गरी आइआईमा सेकेन्डमा छ क्लास इज अ युजर डिफाइन्ड डेटा टाइप इन अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज सो क्लास भनेको चाहिँ एउटा युजर डिफाइन्ड डेटा टाइप हो ओओपीमा अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजमा विच डिफाइन्स the data types for all the objects which run under it. It collects the object of its similar data types. For examples, a class vehicle can have the objects like car, bus, truck, etc. Similarly, a school can have student, teachers, stops, etc. त्यसै गरी 3 मा के छ एब्स्ट्र्याक्सन छ यो पनि object oriented programming को features रहेको छ. Abstraction is a
फिचर्स अफ हाइडिङ इन्टरनल डिटेल्स अफ एनी अब्जेक्ट सो प्रोग्राममा चाहिँ हामीले युजरबाट अननेसेसरी अथवा इन्टरनल डिटेलहरू चाहिँ हाइड गर्नको लागि एब्स्ट्र्याक्सन युज गरिन्छ इट प्रोभाइड ओन्ली द इन्टरफेस टु द युजर विच मेक्स देम इजी टु युज बट डज नट सो द डिटेल्स अफ द्याट अब्जेक्ट जुन कुराहरू चाहिँ हाम्रो युजरलाई चाहिँ चाहिन्छ जुन कुरा चाहिँ देखाइन्छ इजी हुन्छ त्यसलाई चाहिँ हामीले के गरिन्छ सो गरिन्छ जुन कुराहरू चाहिँ इन्टरनल डिटेल्सहरू हुन्छ अब्जेक्टको त्यसलाई चाहिँ हामीले के गरिन्छ हाइड गरिन्छ केबाट एब्स्ट्र्याक्सनबाट हाइड गरिन्छ सो एब्स्ट्र्याक्ट भनेको चाहिँ के हो भन्दा एब्स्ट्र्याक्सन इज अ फिचर्स अफ हाइडिङ इन्टरनल डिटेल्स अफ एनी अब्जेक्ट यसरी चाहिँ हामीले लेख्न सकिन्छ हाउ द्याट वर्क्स एन्ड हाउ द्याट इज मेड ड्यू टु दिस फिचर ओओपी हेज भेरी सेक्युर platform for its data from being accidental alteration. त्यसै गरी 4 नम्बरमा छ इन्क्याप्सुलेसन इन्क्याप्सुलेसन इज अ प्रोसेस अफ कम्बाइनिङ द डेटा एन्ड फङ्सन्स टुगेदर ओओपी गिभ्स मोर इम्पेसिस अन द डेटा rather than the functions or procedures many functions can use the same data but the instruction give to the function to use any particular data and combining them together is the encapsulation 5 नम्बरमा चाहिँ इनहेरिटेन्स जुन चाहिँ एकदम इम्पोर्टेन्ट रहेको छ इनहेरिटेन्स इज द प्रोसेस अफ क्रिएटिङ न्यू क्लासेस बेस्ड अन द एक्जिस्टिङ क्लास the new classes require the feature of the main class called the superclass and it is provided through the features called inheritance by the inheritance features superclass can coordinate with subclasses its model the real world त्यसै गरी 6 नम्बरमा छ पोलिमर्फिजम इट इज अ फिचर अफ ओपी अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ विच रिफर्स टु द वे अफ अपरेटिङ द सेम अपरेटर इन डिफ्रेन्ट वेज एन्ड डिफ्रेन्ट मेथड अर पर्पोज अपरेटर ओभरलोडिङ एन्ड द अपरेसन्स ओभरलोडिङ आर द इक्जाम्पल्स अफ पोलिमर्फिजम फर इक्जाम्पल प्लस अपरेटर क्यान बी युज्ड फर एरिथमेटिक अपरेसन्स एन्ड स्ट्रिङ कन्क्याटिनेसन बोथ द फेसिलिटी अर फिचर्स इज एन इक्जाम्पल अफ पोलिमर्फिजम यसरी चाहिँ हामीले अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको फिचर्सहरू लेख्न सकिन्छ त्यसै गरी अब चाहिँ हामी क्वेसन नम्बर 4 तर्फ जान्छौँ सो क्वेसन नम्बर 4 मा हामीलाई के सोधेको छ भन्दा व्हाट आर द डिफ्रेन्ट स्टेजेस अफ सफ्टवेयर प्लानिङ भनेर सोधेको छ डिस्क्राइब गर्न भनेको छ एन्सरमा चाहिँ एसडिएलसी स्ट्यान्ड्स फर सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल विच इट डिस्क्राइब्स द सिक्वेन्स अफ फेजेस अर स्टेप्स टु डेभलप एनी सफ्टवेयर फ्रेमवर्क इट इज अ स्ट्रक्चर्ड प्रोसेस यो चाहिँ एउटा स्ट्रक्चर प्रोसेस हो जसले के इनेबल गर्छ त भन्दा प्रोडक्सन अफ हाई क्वालिटी लो कस्ट सफ्टवेयर इन द सर्टेस्ट ड्युरेसन अफ टाइम एकदम सर्ट पिरियड अफ टाइममा पनि एकदम हाई क्वालिटी लो कस्ट सफ्टवेयर प्रोडक्सन गर्नको लागि चाहिँ यसले के गर्छ हेल्प गर्छ त्यसै गरी द डिफ्रेन्ट स्टेजेस अफ सफ्टवेयर प्लानिङ आर एज फ्लो सो सफ्टवेयर प्लानिङको डिफ्रेन्ट स्टेजेसहरू हुन्छ ती स्टेप्सहरू चाहिँ यस प्रकार रहेको छ सुरुमा चाहिँ के हुन्छ एनालाइसिस त्यसै गरी प्लानिङ त्यसै गरी आर्किटेक्चर एन्ड डिजाइन त्यसै गरी डेभलपमेन्ट अर कोड त्यसै गरी टेस्टिङ अनि मेन्टेनेन्स यो चाहिँ हाम्रो एसडिएलसी सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल भन्छ यसलाई यसको साइकल यो रहेको छ त्यसै गरी एनालाइसिस ड्युरिङ द सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल फेज The specialists collect requirements for the customer to present a solution. The developer often creates a software requirements specification document. It also includes the functionalities that the application should offer. त्यसै गरी प्लानिङ आउँछ द पर्पज अफ द सेकेन्ड स्टेज इज टु आउटलाइन द स्कोप अफ द प्रब्लम एन्ड आइडेन्टिफाई सोल्युसन्स रिसोर्सेस कस्ट्स टाइम एन्ड अदर एस्पेक्ट्स शुड बी considered there. The planning phase of the SDLC is also when project plan is developed that identifies, prioritizes and assigns the task and resources required to build the structures. अर्को step भनेको architecture and design हो. The result of the former is the future architecture of software product where it describes how each and every features in the product should work. It decide on data management and storage for future process. अर्को phase हो development or coding को SDLC it turns projects requirements and prototypes into a tangible solutions. Thus engineers start creating the entire system by coding. So इन्जिनियरहरूले चाहिँ त्यो होल सिस्टमलाई चाहिँ कोडिङबाट सुरु गर्छन् युजिङ द रिक्वायर्ड टेक्नोलोजी युज गरेर त्यसै गरी अर्को स्टेप रहेको छ टेस्टिङ दिस फेजेस द अल द पेसेस अफ द कोड आर टेस्टेड टु भेरिफाई एन्ड भ्यालिडेट सफ्टवेयर प्रोडक्ट सो हाम्रो सफ्टवेयर प्रोडक्टले चाहिँ गोल चाहिँ मिट भयो कि भएन भनेर भेरिफाई अथवा भ्यालिडेट गर्नको लागि चाहिँ टेस्टिङ युज हुन्छ टेस्टर्स देन परफर्म सफ्टवेयर टेस्टिङ लाइफ साइकल एक्टिभिटिज टु मोनिटर द
सिस्टम फर बग्स एन्ड डिफेक्ट्स। अर्को स्टेप रहेको छ मेन्टेनेन्स। वन्स द सिस्टम इज डिप्लोइड एनी नेसेसरी अपग्रेड्स इन्हान्समेन्ट्स एन्ड चेन्जेस क्यान बी मेड इम्प्लिमेन्टिङ न्यू फिचर्स इन्टु द अपरेटिङ सफ्टवेयर। यसको लागि चाहिँ हामीलाई मेन्टेनेन्स फेज चाहिँ रिक्वायर्ड हुन्छ। त्यसै गरी अब चाहिँ हामी क्वेसन नम्बर 5 तर्फ जान्छौँ। सो क्वेसन नम्बर 5 मा हामीलाई के सोधेको छ भन्दा डिफाइन द कन्सेप्ट अफ एआई एन्ड आइओटी भनेर सोधेको छ। एन्सरमा चाहिँ एआई रिफर्स टु आर्टिफिसियल इन्टेलिजेन्स विच ह्याभ एबिलिटी अन स्पिच रिकग्निसन, मेसिन लर्निङ, प्लानिङ, problem solving, understood human language and other knowledge based. It is an intelligent machine. यो भनेको के हो? intelligent machine हो that works and react like human beings. हामी human beings जस्तै react गर्छ, work गर्छ। AI is used for game playing. AI चाहिँ गेम प्लेइङको लागि पनि युज हुन्छ, डेटा माइनिङको लागि पनि युज हुन्छ, मेडिकल डायग्नोसिसको लागि पनि युज हुन्छ एन्ड मेनी अदर एरियाज थ्रु आउट द टेक्नोलोजी इन्डस्ट्री। र अदर धेरै कुराहरूमा चाहिँ धेरै टेक्नोलोजी इन्डस्ट्रीमा चाहिँ यो युज हुन्छ। फर इक्जाम्पल एआई बेस्ड डेभलपमेन्ट आर एभाइलेबल like Siri from Apple Incorporation. IoT refers to the Internet of Things. IoT भनेको के हो? IoT को full form Internet of Things that describes the network of physical objects that are embedded with sensors, software and other technologies for the purpose of connecting and exchanging data in real time with other devices and systems over the internet. IoT is mostly used in manufacture, transportation and also at home, making use of sensors and IoT devices. IoT devices use गरेर र सेन्सर्सहरू युज गरेर चाहिँ के गर्छ हामीले यसले डेली लाइफमा युज हुने कुराहरू चाहिँ एकदमै इजी गराउँछ। त्यसैगरी IoT एप्लिकेसन्स क्यान बी युज्ड इन मेनी वेज टु हेल्प वर्क्स, बिजनेसेस, lifestyle, simplify that improves, automate and control process while providing information, activity, performances and even environmental conditions that needed to be monitored and controlled remotely in real time. A perfect examples of IoT is smart city. IoT को एउटा बेस्ट पर्फेक्ट इक्जाम्पल भनेको स्मार्ट सिटी हो, गुगल होम भोइस कन्ट्रोलर पनि हो etc। यसरी चाहिँ हामीले एआई र आइओटी को बारेमा लेख्न सकिन्छ। त्यसैगरी अब चाहिँ हामी ग्रुप सी तर्फ जान्छौँ। सो ग्रुप सी को क्वेसन नम्बर 6 मा हामीलाई के सोधेको छ भन्दा हाउ डु यु इम्प्लिमेन्ट द क्लास सी आइपी एड्रेस इन लोकल एरिया नेटवर्क डिस्क्राइब भनेर सोधेको छ। एन्सरमा चाहिँ एनआइपी इन्टरनेट प्रोटोकल एड्रेस इज अ 32-bit number which uniquely identifies the devices on the internet or a LAN local area network, which is the set of rules governing the format of data sent by the internet or local network. So IP ले के गर्छ त भन्दा डिभाइसेसहरु जुन चाहिँ एउटा इन्टरनेट अथवा LAN मा कनेक्ट भएको छ ती डिभाइसहरुलाई चाहिँ एउटा युनिकली आइडेन्टिफायर अथवा नम्बरले चाहिँ रिप्रेजेन्ट गर्छ। द डिभाइसेस इन अ नेटवर्क आर टर्म्ड एज होस्ट। IP address are represented by 4 numbers separated by dot. Example of IP address 172.16.54.1 त्यसै गरी 10101100.000.11111110.000000001 यो चाहिँ हाम्रो 8 बिट को हुन्छ, 8 बिट को हुन्छ, 8 बिट को हुन्छ, 8 बिट को हुन्छ। टोटल चाहिँ हाम्रो 32 बिट 4 बाइट को हुन्छ। क्लास C is a type of IP address that is used for the small network in which first 3 octets are used to indent network. This IP range between 192 to 233। इसको रेंज चाहिँ 192 देखि 233 सम्म हुन्छ। In this type of networking, addressing first 2 bits are set to be 1 and the third bit is set for to be 0, which makes the first 24 bits of the address them and remaining bits as the host address. Class C IP address, which it has first octet ranging from 192 to 233. Let us consider an IP address 192.186.42.11. Since its first octet is 192, which is within the range of 192 to 233, we can say it is a class C IP address. Its default subnet mask is 255.255.255.0. त्यसैगरी अरु क्वेशनमा के भनेको छ भन्दा क्वेशन नम्बर 7 मा write a program to read the marks of any 5 students in a subject and count how many students are pass and fail.
सुरुमा चाहिँ हामीले के गर्नु पर्यो हेडर फाइल लेख्नु पर्यो has include stdio.h int main int yum5 p equals to 0 f equals to 0 I printf मा के गर्नु पर्यो भन्दा enter marks of 5 students for loop चलाउनु पर्यो अब I equals to 0 I is less than 5 I plus plus scanf मा %d and mi if mi is greater than 40 then p equals to p plus 1 else f equals to f plus 1 अनि लास्टमा चाहिँ print pass equals to %d fail equals to %d p comma f return 0 यसरी चाहिँ हामीले गर्न सकिन्छ त्यसैगरी क्वेशन नम्बर 7 मा हामीले के सोधेको छ भन्दा write a program to enter 10 integer numbers into an array sort and display them in ascending order भनेर भनेको छ has include stdio.h हामीले सुरुमा के गर्नु पर्यो हेडर फाइल लेख्नु पर्यो त्यसैगरी int main फंक्सन आउँछ int n 10 I, j, a printf enter 10 नम्बर 10 वटा नम्बरहरु इन्टर गर्न भनेको छ for I equals to 0 I is less than 10 I plus plus अनि भित्र चाहिँ scanf %d and ni for I equals to 0 I is less than 10 I plus plus भित्र चाहिँ for j equals to I plus 1 j is less than 10 j plus plus अनि फेरि भित्र यदि ni is greater than nj then के गर्नु पर्यो भन्दा a equals to ni equals to nj यसरी चाहिँ गर्नु पर्यो लास्टमा चाहिँ nj equals to ni अनि लास्टमा चाहिँ for I equals to 0 I is less than 10 I plus plus अनि printf %d ni अनि लास्टमा return 0 यसरी चाहिँ हामीले गर्न सकिन्छ सो आजको भिडियोमा चाहिँ यति नै यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र भिडियो मन पर्यो भने भिडियोलाई लाइक र शेयर गर्न नबिर्सिनुहोस् अर्को भिडियोमा भेटौँला धन्यवाद